गाँदैछौँ त जहिले पनि ऊ त्यसरी प्लेट लिएर बस्छ आइपुग्यो जहिले नि प्लेट यसरी नै लिएर बस्छ गाई मेरो साथीहरू पुरा सिरियस है आज पुरा बा यस्तो रिस बारे बा यस्तो गुस्सा आज पनि यस्तो घाम छ बाबा अब यहाँ डाँडोमा मैले एक तेरा दो मेरा एक तेरा दो मेरा बराबर ना गरम है हामी खाना खाना आएको अब त्यसको काम के भएको पकडावाला वो राखा नि आधा शामको बनाएर उसी दिन बनाएको देने अलिक मसला डालेर अफर त हैन हाम्रो चाहिँ खाना भयो अनि हामी चाहिँ ट्रेनरै हो र मेरो चाहिँ भर्खर छुट्टी भयो हेलो सबैजनालाई म चाहिँ आज विशाल मार्टबाट आएको चाहिँ हाम्रो एउटा सामान लिनु छ मलाई चाहिँ इम्पोर्टेन्ट होइन त्यो चाहिँ म तपाईँहरूलाई देखाउँछु के सामान लिँदैछु भनेर तपाईँहरू हेर्नुहोस् अहिले सुरु गर्नु म चाहिँ पसिसकेँ यहाँ आयो भने चाहिँ मलाई लुगाहरू लिनु मन परिहाल्छ गाइस यहाँ चाहिँ दामी दामी पाउँछ तर सस्तो मस्तो छ ठिकठाकको छ तर दामी छ Oi. 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 Hi. Hi. Say hi. ये फोटो से गाइस तो हमारे बेटी को सुना मेरे साथीले पनि यहीँबाट लगेको थियो मलाई पुरा मन परेको थियो अनि लिन आएको मात्र भेटेको छैन सोधौँ के छ खुसी भए ग्यास मलाई चाहिँ यो पुरा कुन चाहिँ राम्रो हुन्छ रेडै राम्रो नि ग्रिन भन्दा त अझै पनि छ त्यो पुरा यो चाहिँ के हो भन्दाखेरि नि यो चाहिँ बुझ्न सक्नुहुन्छ होला तपाईँहरू यो के हो भनेर मनी ब्याग यो साह्रै बच्चा भयो नि त म त अलिक ठुलै मान्छे यही लिनु आएको म अहिले चाहिँ मैले खोजेको सामान भेटेँ होइन गाइस अनि म पुरा खुसी छु अब यो भर्यो भने म नेक्स्ट भिडियोमा तपाईँहरूलाई देखाउँछु कति म जम्मा गर्छु पैसा भनेर मेरो भिडियो चाहिँ यसरी हेरिदिइरहनुहोस् तपाईँहरू अनि तपाईँहरू देख्न सक्नुहुन्छ
अनि यही हो मेरो भिडियो हेरिदिनुहोस् होला। अब राम्रो लाग्यो भने लाइक सेयर कमेन्ट पनि गरिदिनुहोस् होला। तपाईँहरू केही छैन साथी कति हाल्यो अब हाल्दैछु भिडियो बनाइरहनु। यो हो पैसा के गरेर यस्तो छ त्यो उयो पैसाहरू मेरो उयो किन्नेको लागि यता नलेख्ने कति चाहिँ यस्तो कमाएको बेसी छैन यति हो यसमा सेभिङ लाग्छ पैसा होइन